Hello guys, good morning. Welcome back to another new video. Day 2 of Bihe Lure with Nikitas. हिजो मेहन्दी प्रोग्रामहरु सक्यो। रमाइलो भयो हिजो, डान्स गरियो, मेहन्दी लगायो, रमाइलो गरे, फोटोसोटो खिचे, खाए, ग्लासमा तास पनि खेले। उताबाट एउटा कुकुर कराइ गर्छ फेरि। त्यही हो, हिजो हामी गरायो, आज उ गरायो। Every dog has its own day. कुत्तेको दिन आता है। हिजो बेलुका हाम्रो आएको थियो, आज त्यो कुकुरको आएको छ। Class. Early in the morning. Keep alert for the whole day. सबजना रेडी भइराखेको अवस्था। दुला राजा खै अझै रेडी भएको छैन। साथीभाइहरुको मेकअप सक्यो तिम्रो? मेकअप सक्यो? काल मेकअप सक्यो तेरो? सुरज के तपाईँ यार लोगोसको लाउनु पर्दैन भने? मैले यहाँ पैसा भेटाएको छु यहाँ। पैसा भेटाएको छु त्यही हो। ठिकै छ। हाम्रो भाइ एकजना एकदम ठुलो मेहनतमा लागिराख्नु भएको छ। के भन्दैछ भाइ? दाइ यो कोटको लागि चाहिँ एउटा हुन्छ नि रुमालको युट्युबबाट सिक्दैछु क्या दाइ। बन्यो? बन्नै बन्दैन यार, गाह्रो छ दाइ यो त बनाउनु। कस्तो बनाउनु लाग्यो? बनाउनु लाग्यो यस्तो दाइ, अब यस्तो भएको आफ्नो हेरौँ नि। रेडी भइसक्यो? रेडी हुनु भइसक्यो तपाईँ? भएको फेरि काममा प्लग रहेछ। रेडी हुनु भइसक्यो तपाईँ? यो भिडियो है पछि हेर्नलाई काम लाग्छ। त्यही हो, अब लुरे कहाँ गयो खै? लुरे रेडी हुनु पनि अबसम्म सबजना गन्जी सन्जी लगाएर मात्र गएर बसेको छ नि यार। के गर्दै? जुगा निकाल्दै? सेतो दारी निकाल्यो? सेतो जुगा आउनु भइसक्यो, बल्ल बे गर्दैछ साथी फेरि। कालो निस्किएर यार घाटा लाग्यो नि यार। बल्ल गनेर को कालो निस्क्यो यार। दुईटा घाटा लगाइसक्यो यार। दुई दिन आउँछ के फरक पर्दैन? जानी जानी बिस्तारै तान्दो रहेछ यार, खतम न कालो ताने कालो। ल विश गर यार। आँखाको होला नि विश गर्नु। यसको जुगाले पनि काम चल्छ। ए लियो कसको यो? हामी चाहिँ रेडी भएको अवस्था। दुला रेडी हुँदैछ नि त। ए रेडी भइसक्यो दुला? कि नाङ्गै छ अझै पनि? ल तेरिका यार। ठिक छ, अब सुरु हो। डोरी लिएर गाडीमा लाग्नु। एउटा ड्राइभर चाहिने भयो के? ल नि दुईजना। यस्तो रहेछ अहिले चाहिँ। यसलाई थाहा होला यो एक्सपिरियन्स के गर्नु पर्यो? लगभग त्यस्तै रहेछ। लगभग एउटा दुई तरिका हुन्छ यो। एउटा त ठिक छ यो तर यो यता रहेछ नि त। यो बाहिर रहेछ है? उल्टो भयो। राइटमा हो। यो बाहिर रहेछ नि। तिम्रो राइटबाट रहेछ। राइटबाटै छ यो यता हो। यो त नलाउनु यस्तो। थोरै के थोरै। तलाउनु न, म हाइट छैन नि। बस्नु बरु यता बस्नु नभए खाटमा बस्यो हुन्छ नि। बस्नु त यस्तो लिपस्टिक गाजर पाउडर सबै लगाइदिनु। गाजर पनि लगाइदिनु पर्छ होइन? गाजर त नलाउने पर्छ। लाउने हैन हैन जिस्केको हो। हेयर ड्रायर कहाँ छ? लिपस्टिक पनि एन्टी लाइट परेर होला। बत्ती अन गर। बत्ती अन गर। के देखे छैन हेर्नु हजुर छैन। भिडियोमा त देखिन्छ त पुरा यार। रेडी छ दुला 1.5 जनाको लागि? पार्ट येतो। रेडी हो? बसौँ त। रेडी हो? रेडी। ल बसमा आयो त्यसमा। निस्केको अवस्था यहाँबाट
धेरै खरेर ढिला भइसक्यो अफ द टाइम भयो एक्साइटेड हामी जब जाँदैछौँ कुन चाहिँ इन्डोर क्लब रे यो स्वयम्वर हुने ठाउँ इन्डोरोफिली गल्फ क्लब जाँदैछौँ अब स्वयम्वर हुने ठाउँमा टाइम चाहिँ अलिकति हाम्रो अलिकति अफ द टाइम गएको छौँ नेपाली टाइममा जहिले पनि जान प्रयास गर्छौँ हामी टाइम मिलाउँछौँ टाइम चाहिँ जहिले पनि हाम्रो त्यही भने नि त्यही निकिताले के भन्दैन निकिताले के मेसेज ल त्यही भने नेपालीमा यसो गरिदिँदा पनि हुन्छ म एकदम घोडा लिएर आउँदैछु आउने बेलुका घोडामै लिएर आउँछु चिन्ता नगर वेट गरी बस होइन स्ट्रेस फ्री अनि त्यही भने जस्ट चिल द डे इन्जोय द डे सो दिस इज रियली अ बिग डे फर दिस टु पिपल झोलाहरू आएको अवस्था आयो सिधा सिधा म्युजिक 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 ओ प्लिज 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 हाम्रो पञ्चे बाजा चाहिँ घन्केको छ है जे जस्तो भए पनि कोही म्युजिक बजाएर होइन पञ्चे बाजा म्युजिक भिडियो थपिदिँदा हुन्छ सानो रहेछ भनौँ कस्तो काम भयो हामीले रोक्नु पर्ने हो कि दुला लिन आउनु पर्यो दुला पसिना पसिना भइसक्यो दुलाही खोइ दुलाही खोइ दुलाही खोइ आयो 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 दुलाहा आइसक्यो दुलाहा आइसक्यो दुलाहा आइसक्यो दुलाहा आइसक्यो तपाईहरु चाहिँ यहाँ बस्नु पर्यो है त लु आउनुहोस् ल जाऊ 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 हिँड हिँड जाऊ मण्डपमा भत्केर टोलीलाई त त्यो हुँदैन भत्करु भन्छन् के यसलाई Amazing. The place is really good, nice. चाहिँ लगभग आइपुग्न लागेको छ नि बिचबाट उनीहरुलाई चाहिँ अगाडि अगाडि पो आएन त हामी लिन बेहुला लामकेट हतार भएको छ कि यहाँ फुल लाग्छ त अलिकति ओम स्वस्ति न इन्द्रो वृद्धश्रवाः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति नस्तार्क्ष्यो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु गीत गाएको छैन लुरेले मेरी होनी रे दुलापाटी गाइस अब ब्राइडलको इन्ट्री हुन लागेको छ ब्राइडल इन्ट्रीको लागि हाम्रो यहाँ सबजना रेडी हुनुहुन्छ ब्राइडल इन्ट्रीको लागि सबजना रेडी हो Yes, ready, we are ready. Ready. त्यो आइसक्रिम भनेर खाइदिएला है जुरस फेरि ठुलो Nikki, I'm just maybe I'm welcome to अजम्बरी रास्ते
छलसम्म बच्छ तिम्रो माया जुनी भरि हाम्रो कथा सधैँभरि डुबेर हेर यो मायाको गहिरामा कल्पना होइन यो विपना हो सधैँ जुनीभरि हाम्रो कथा सधैँभरि तिमी र म सधैँभरि अहिले चाहिँ हामीले चिने छैनौँ है हजुर अहिले चाहिँ जन्तीको रूपमा टिका लगायो है यो चिनेको छैन हाम्रो कसैले चिनेको छैन होइन अलि बेला सम्धिको सम्धिनी नचिने जस्तै गर्ने हजुर हजुर को हो छैनौँ अहिले हाम्रो अन्ट्रे सुरु भएको अवस्था यो पनि तपाईहरुलाई अर्को एउटा प्लेट पनि ल्याउन मलाई आलु तेल त्योपछि अचार अन्ट्रे 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 कति धेरै कहाँ धेरै चोर्यो यो यार अन्ट्रे कस्तो सुरज एकदम A1 छ अहिले after long fasting होइन starter right के छ त के छ अब मिठो नमिठो मसिनो यस्तै हो है तिमीले एकदम राम्रो मेहनत गरेर तिमीले पकाएको अचार चाहिँ मलाई एकदम मन पर्यो यार तिमीले पकाएको अचार चाहिँ एकदम मिठो लाग्यो छोइला राखेको टेको के ल्याएको अरे सौभाग्य एन्ड निकिता 26/9/2025 26 आजको डेट हो सही हो नेपाली सेफहरू चाहिँ सजिलो भयो क्या त भाइ म्यानेजर नेपाली सही हो बिग दिप्सन के गरिरहेको छ तिमी यार हाम्रो अनि बिग थ्याङ्क्स टु हाम्रो दाइ हाम्रो यहाँको म्यानेजर हुनुहुन्छ दाइ any event he's cheer up for thanks for that thanks so much we're very glad to host a Nepalese होइन एउटा फंक्सन हाम्रो गल्फ कोर्समा चाहिँ it's a very pleasure to having Nikita bhai and bhai it's good I think he's working very well होइन तर बेस्ट थिङ चाहिँ के भइदियो भने चाहिँ त्यस गल्फ यस्तो रिसोर्टमा पनि लाइक नेपाली होइन इभेन्ट यसरी अर्गनाइज गर्न पाउनु र लाइक एटेन्ड गरेर चाहिँ हामी उसमा इन्भल्भ हुन पाउनु चाहिँ लाइक एकदम राम्रो बेस्ट एउटा नेपाललाई रिप्रेजेन्ट पनि हो त्यो त धेरै धेरै हो खास हामीले चाहिँ हाम्रो गल्फ क्लब चाहिँ हामी सबैलाई एकोमोडेट गर्नुपर्छ हाम्रो प्राइभेट मेम्बर्स गल्फ क्लब हो दोज पिपल होइन whoever are like living in Brisbane म चाहिँ सिडनीबाट खासमा एनएसडब्ल्यूबाट people like अनि होइन दोज पिपल होइन एनीवन लाइक लिभिङ अराउन्ड इन ब्रिस्बेन इभेन्टहरू केही गर्नु छ भयो हाम्रो कुन चाहिँ यो नाम अलिकति गाह्रो लाग्छ अनि उसको नाम के हो हाम्रो इन्डोरोपिली गल्फ क्लब हाम्रो निकेश भाइले सम्झिँदा पनि हुन्छ हस् थ्याङ्क यू भेरी मच बेहुला बुलियोहरू फोटोसुटबाट आएको अवस्था कस्तो हो फोटोसुट कस्तो फोटोसुट रमाइलो भयो आनन्दले घेरी थियो सेट्समै हो खान पनि भयो भयो यार मिठो यार सब ठिक छ यार तिमीलाई पो के कस्तो छ
लु अब फेरि कहाँ चढ्नु पर्यो हजुर अब जुत्ता खोल्नै पर्यो नि लाउन नि गाह्रो रहेछ बचाउने मान्छे त कोही रहेनछ त यहाँनिर नि ल बचाउने मान्छे त कोही भएन कालु हे तेरिका हेरे भयो त नि यार के गरे लुरे कुर्नु पर्दै यार तिमी एकैछिन कस्तो पालै दिएन यो त भएन यार यो पालै दिएन जुत्ता बचाउने मान्छेहरू हेर लाउनु नि भनेपछि यसरी चाहिँ बुझ्न पर्यो यो झेली भयो झेली भयो यसरी चाहिँ बुझ्न पर्यो कि कति फास्ट रहेछ भनेर है झुला मात्र बोलाएर यार यो झुलालाई त लुटियो यार झेली भयो नि झुला एक्लैलाई बोलाएर यार यस्तो त भएन लाउनु नि केटीहरू धेरै अरे माथि त्यही भने नि खोइ यार खोइ टोली जुत्ता बचाउने टोली हामी बचाउन आएको भाइले चुक्काइहाल्यो काम लान भाइ त कुनले लाम ठोकिसक्यो अब कहाँ पुऱ्यायो भाइले हातमा स्कन्ध दुवै काँधमा ओम महाशिरसे शिरमा ओम उदरेम चह अङ्कृता कर्माङ्गेतिन अहम करिष्ये यहीँ छुमा टक्क रादिनु लु त तपाईँ दुईजनाले नखानु छ यसो आफ्नो भगवानलाई पूजा हो जहिले यहाँ चाहिँ भगवानको रूपमा विष्णु यसो हस्त यो हात धुनु अगाडि ल्याउँछ ल अब बाँधा यो त्यो साडी अलि उ गर्न सक्यो कपडा फेरि आमा कसे दोहक धर्म दुग्ध दिव्दो धेनु कन्या वत्सकमेव च कन्या पाद विराज सेदमानसे दोहक शिरमा सर जल चढाइ बक्स्यो 3 चोटि शिरमा अनि 3 चोटि जल खाने हस्तयो प्राक्षरे राहु केतु नमस्कृतम 11 विशेषतः शक्रादितां सर्वहारिषीणां सर्वधर्मवर्गमनिचनास्कृतम् ल अनेन वरेण अस्यां कन्यायम् उत्पत्त्यस्यमानाय सन्तत्यां द्वादशपरां भारद्वाज गोत्राय तदङ्गत भारद्वाजाङ्गस्य त्रि प्रवराय बुद्धिनाम्ना ओम मनोजुगदन्तरेषु समिन्ददातु विश्वे छोरीले देख्छ छोरी पनि रन थाल्यो अलि उता लग्नु भगवान् विष्णु मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्ष मङ्गलाय तनो हरि महास्फेर्वर्चस्वमायुक्यमाविधात् पवमानं महीयति धनं धान्यं वसुं बहुपुण्यलाभं खोइ आमा है आउँदै हुनुहुन्छ पखाउ ल एकै दिन गएको छ नयाँ पेज सुरु हुँदैन हैन निकिताको तर आज बग्न दिनुपर्छ नि त्यो हुन्छ कि त्यो त्यही भने अहिलेसम्म आफै जस्तो जस्तो भए पनि अलिकति पुष्टि सबै परिवर्तनम सबै कुराले राम्रो होस् कसले त गोविन्द गोकुलनन्द गोकुलनन्द भगवान् श्रीकृष्णले सबै सधैँभरि कल्याण गरिराखुन् भनेको है लु लाजकान ल भाइ चाहिँ दुई डलरले मात्र च्याप्पै समात्दैन पहिलो यो ढुङ्गालाई चाहिँ यसो फ्याँकिदिनु सोपट्टि मैले फाल्ने हो मान्छेहरू फाल सौता सौतालाई त सात डाँडै पारी गरेको त नि विश्वमित्रम कुरुषे सरस्वतीं देवीस्तः लु भयो अनि यसो घुमेर यहीँ आउनु अब ओह्रालो झर्न र तेर्सो जान त सजिलो होला उकालो चढ्दा कठिन समय आउन सक्छ जीवनमा हो त्यस्तो कठिन समयमा पनि हामी दुई एक भएर सँगै हामी चढ्छौँ अगाडि बढ्छौँ भनेर है ल अब यहाँ चाहिँ तपाईँले देखाउने उहाँको हजुरले चाहिँ दाहिने गोडाले चाहिँ यहाँ बुढी औँलाले ट्याक्क ट्याक्क छुने राइट यस्तो चाहिँ गाह्रो छ यहाँनिर ल पहिलोमा है अरे ओम फेरि सुमङ्गले रे ते सुमङ्गले यम बदुरीमा
Maspai dappa ithastam vipare tanaha. अब त्यहीँबाट उहाँलाई दिनुहोस् बेहुलालाई हो लु त्यो माथि सिन्दुर राख्नुहोस् लु उहाँलाई हातमा टक्क प्रदान गर्नुहोस् सौभाग्यवती भव अब यसो ढोकिदिनुहोस् ल्याएर पर्दैन भन्नु कहाँ लु भयो यसरी पैसा नदिकन उल्टी भएन होइन पुगेको छैन निकिता त्यो 5 को मात्र है 5 को मात्र निकिता 5 को मात्र आयो त्यो 5 को मात्र लु भयो अब त भयो अब तपाईँ पछाडि गएर बस्नुहोस् उहाँको परै पावर दिनु पर्यो अब तपाईँले बरु यसरी समाउनुहोस् कि दुईटा गोडा रहेछ है पावर देखायो लु अब यहाँ दुई भाग टक्क लाउनुहोस् अब हिसान एक्लै खानु भएको थियो होला त्यसलाई दुईटा टक्क बनाउनुहोस् हो अब बेहुलाले बेहुलीलाई बेहुलीले बेहुलालाई खुवाइदिने अब भन्नै नभए दिँदै नदिकन भ्याइदिइसक्नुहुन्छ लु अब सकिगयो नि त नि अनि अब जितिसक्नुभयो त उहाँले ओ मेन मधु व्यापारमा रूपम मादे तेहान मधुवात परमेरु प्राणम च परमोभ्यमम्मा यतैको पार्टी भएर चाहिँ यतै मिल्नु हो क्या छैन तपाईँको नि हो म ओ महाते एन मधु लानुहोस् पैसा पनि राख्नुहोस् तपाईँको घडी खोल्नुहोस् अब यो घडी चाहिँ यो छापेको है बाजी जसले जित्छ त्यो घडी जित्छ समाते रेडी भएको छ गुरुजीले भन्नु पर्यो पैसा रुपियाँ राम्रोसँग उता धेरै गयो पक्नु भन्नु सुरु भएको छैन यता सुन्नु न तपाईँहरू यहाँ मैले मन्त्र पढिरहेको हुन्छु उहाँले बिचरा आवेशमा आएकै आवेशमा आयो मन्त्र ए सुन्नु है पहिला गुरुजीलाई सुन्नु है पहिला सुरु
के भयो ल बिचरा घुसपेट भयो लु घडी उहाँले जित्नुभयो त्यसो भए ल दिनुहोस् उहाँलाई दिनुहोस् सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भजेत् ॐ शान्ति भन्नु ॐ शान्तिः सर्वकर्म परिपूर्णमस्तु यहीँ आएर तपाईँहरूको आजको विवाह कर्म समापन भयो जसरी चाहिँ आज यस्तो हाँसी खुसी देखिएको छ यस्तै जिन्दगीभर रहिरहोस् तपाईहरुलाई वैवाहिक जीवनको शुभकामना ह्यापी म्यारिड लाइफ तपाईहरुलाई जलाभिषेक गर्छु फाइनली बिहे कम्प्लिट भएको अवस्था लगभग दिनभरिको बिहे सकिएको छ अहिले कस्तो भयो बिहे दिनभरिको बिहे बल्ल तल सक्यो एकदम लामो है एकदम ठिक छ अब के हुन लाग्यो भन्दै रहेन हाम्रो चाहिँ अहिले सम्झिन के भन्छन् मिलाएर भन न के गर्नु लाग्यो भन्नु त पर्दैन नि एक्सप्लेन गर्नु पर्यो नि अब के गर्नु लाग्यो अब त दाइ म अहिले त उभिरहेको छु होइन खोइ अब सम्झिँदैन टेक बेट लु आली लु लु आधिकारिक रूपमा भर पक्का सम्झि अब हजुरहरू पनि त कमाल गर्नु पर्छ त्यही त पूर्वे ए ताली 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 के गर्छ गाई तिमीहरूको हालत तिमीहरू त पुरा थकित मुद्रामा छौ त बिहान आउँदाखेरि कस्तो चमक थियो आउँदाखेरि क्या चमक थियो अहिले गाडीको ड्राइभर को भन्ने कुरो यहाँ डिसाइड गर्नु गाह्रो भइरहेको छ अहिले त ऊ भइसक्यो होइन तर गाडीको पछाडि सुत्ने विचार गरेको छु दुरेको लागि खासमा तपाईलाई डिक्कीमा ड्राइभर वान एन्ड ओन्ली सुरज जसले गाडी ल्यायो त्यसले गाडी लिएर जाने हो बिहा त लामै गऱ्यो यार फुल टाइमै गऱ्यो तिम्रो त 8 घन्टाको सिफ्टै एउटा बिहा यार जुत्ता पायो कि पाएन छैन नि जुत्ता कहिले यार भिडियोमा त अलिकति राम्रोसँग रेस्पेक्ट दियो यार क्यामेरा एकचोटि खिच्दै प्लिज भन्नु छैन क्यामेराबाट खिच्दै यार प्लिज टेक अ फोटो प्लिज यस्तो छ हो अलि औकातमा आउने थियो छैन जुत्ता चाहिएको कि छैन सालीले सालले पो लगायो कति चाहियो सोध्नु न कति चाहियो कति दिनुहुन्छ भनेर म रेगी थोरै भन्छु कति दिनुहुन्छ $8 दिने हो नि यार डिमान्ड गर ल म केही भन्दिनँ ल भन्न पाइयो निकेशले पनि भन्न पाइयो तिमीलाई के चाहियो निकेशले पनि भन्न पाइयो निकेशले पनि भन्न पाइयो तिम्रो भिनाजु अब त हक्लाएर डराउनै पर्दैन
बाबुलाई नर्भस भयो जुत्ता देखाउनु पहिला भन्देऊ न जुत्ता देखाउनु पर्यो नि त 100 आइसक्यो हेर सस्तोमा आइसक्यो नेगोसिएसन टेबलमा राखौँ न अनि होला यो $200 जुत्ता देखाउनु पर्यो नि त पहिला 2000 नेपाली साउदी अस्ट्रेलिया भाइ साउदी भन्नु उहाँले तपाईँ चाहिँ कुवेतको भन्नु न धेरै मजा आउँछ साउदी धेरै मजा आउँछ भन्नु अब दाइ म बोकेर एउटा सुन्न हटाम न तिम्रो पनि भएन मेरो पनि भएन फाइनल हामी 60 जेठो सोचे $60 जेन्जी हो यो भाइ डराउनु पर्छ कति आयो गर्नु यो त भएन ल भाइ 50,000 ल 2000 भने 70 दिएर हुन्छ म त यति चम्क्या आवाज त ल 50 थप्दै फेरि यो मिलो होइन अब लु पुरा सस्काइदिनुस् कि अब $1000 ल 1000 ठिकै फाइनल ल यो पनि पाउँदैन अहिले मैले दिएर पहिला आइफोनबाट किनेर लिएर ल यतै हातबाट आउँछ रे ल चप्पल चाहियो 50 60 तपाईँलाई दाइल दिएर के यहाँ छ चाबी यहाँ छ यहाँ हाले पनि हुन्छ म त भागिदिन्छु डिल गरौँ तपाईँ सक्नुपर्छ यार विषय त लियो जुत्ता बिना त म जान्न आएन कि जुत्ता चाहियो भने यहाँ खल्ती हातमै हो देऊ 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 ल 4-5 वटा देऊ डिल भयो ए भगवान पर्यो अब दुईटा थपिदिनुस् अब यो भाइले के भनेको म छु बाजे टिममा हुनु झन् म चाहिँ झन् जोगाएर 2000 बाट घटाएर 200-300 मा मिलाइदिएको छु बाजे उतैदियो भलाइको जमानै छैन छैन दाइ खस्यो के पैसा खस्यो कति राउन्ड भयो 2 भयो बिदा गरिसक्नु भयो सबैलाई भोलि भेटौँला ल कतिलाई आइदिनु भरे राम्रोसँग जानु होला है त तपाईँहरू ल है राम्रोसँग जानु भेटौँला अब अलिकति रुनुपर्छ जानुपर्छ ख्याल राख्नु त्यही भने नि हैन गाइस अब सक्यो लाग्छ म बिस्तारै घरतिर लेट्स गो दुलाको घरमा आइपुग्यौँ कुर्दैछौँ दुलाको लागि दुला र दुलहीको लागि वेलकम गर्नको लागि अब भने चाहिँ अघि जुत्ता लुकाउँदा कति लियो थाहा छ तिमीहरूलाई 500 लियो हामीले कति उठाउने अब हामीले कति उठाउने अब 500 लियो म पछि दिन्छु अनि यहाँ नि 250 बेहुली के भन्छ भित्राउन रेडी हो तपाईँ कुर्दै हुनुहुन्छ बेहुलीलाई ल ठिक छ त्यसो भए
그만 비쌀 짱짱 어디 근데 우저 비싸네. Son như tao rồi, đi về đây tao ơi. ल सासूले बुहारी डोराउँदै कस्तो लागिरहेछ रमाइलो नो मोर सिंगल सेम टिकट अहिले गएर अब
घुमाइदियो हार्ट टिम गोज टु दिस पिपल होइन सब मिलेर गरे होइन गुड वर्क गाइज गुड वर्क त्यसो थोरै कलकत्ता पाउन थोरै कभर गरेर भइहाल्यो बाँकी होइन केही पसलले गर्छ एउटा मात्र रहेछ अनि नपाएर that's all for today. Second day ending vlog. Purely भित्रायो धेरै गेम्सहरु यता पनि भयो as you have seen in the videos that I've already posted. Day 2 is done. Had lots of fun. Long waiting, literally like Nepalese rituals or like it's too long, but there was lots of emotions and happiness, ramailo, fun, games or sabai bhayo. In overall, like it was really fun. Nepalese Bihe Australia जस्तो ठाउँमा हामीले यसरी मनाउन पाउन नखोज्दाखेरि it was all fun. आजको भिडियो म यही ड्रप गर्छु अब चाहिँ day 2 it's end. So we have like tomorrow one more videos will be going on. So that's the reception party video. Hopefully I'll try to like capture a few snaps. Hope you guys have enjoyed these all the videos, like the journey that Saubhagya and Nikita has going through. It's a lovely journey, by the way. It's a big day of their life. So यति हो guys. आजको भिडियो चाहिँ अब म यही एन्ड गर्दैछु. Keep loving me, keep supporting me. Right guys. See you on next day. Bye.